Hi everyone, day of my life. आज चाहिँ डेन्टल एपोइन्टमेन्टमा जाँदैछु अनि 2 इयर्स भइसक्यो 2022 मा मैले क्लिनिङ गरेको थिएँ र त्यसपछि चाहिँ मैले क्लिनिङ गरेको छुइनँ र आज चाहिँ म फाइनली आफ्नो लागि टाइम लिएर क्लिनिङ गर्न जाँदैछु अनि जाँदा मेरो चाहिँ वाकिङ डिस्टेन्समा छ एभ्रिथिङ लाइक कस्को एन्ड एभ्रिथिङ वाकिङ डिस्टेन्समा छ र यो डेन्टल क्लिनिक पनि वाकिङ डिस्टेन्समा भएकोले म हिँड्दैछु र पुग्न पनि लागिसकेँ र नाउ आइ एम कन्फ्युज किनभने धेरै भइसक्यो नि त नआएको त्यही भएर यहाँ दुईटा डेन्टल क्लिनिक छ अब कुन हो मेरो लेट्स फाइन्ड आउट उप्स यो होइन रहेछ ल अर्कोमा जाऊँ लेट्स सी इफ दिस इज द करेक्ट वान ओके लेट्स सी Dr. Temkins yes so this is the one so yeah let's check in and waiting time so अब चाहिँ म क्लिनिङ रुममा आइसकेँ so let's see अब सबै एक्सरे गर्नुपर्ने भयो मेरो दाँतको किनभने अलरेडी 2 इयर्स हैन अनि let's see यसको कन्सिक्वेन्सेस चाहिँ म भन्छु म ढिलो आएको क्लिनिङमा ढिलो आएको कन्सिक्वेन्सेस चाहिँ म लास्टमा भन्छु भिडियो हेर्दै गर्नु होला र यहाँ मैले वालमा एउटा राम्रो पेन्टिङ देखेँ हजुरहरूलाई यो कुन ठाउँको पेन्टिङ हो कमेन्ट गर्नु होला र मिलाउनेलाई चाहिँ राम्रो गिफ्टको सुविधा पनि छ है र दिज आर द क्लिनिङ सप्लाइज इभन आइ एम नर्स आइ एम स्केयर अफ दोज टाइनी निडल्स स्केरी है सो अब चाहिँ क्लिनिङ सुरु भयो अनि क्लिनिङ हुँदैछ मेरो चाहिँ एकदम गम्स ब्लिडिङ भएर पुरै गम्स आइरहेछ ब्लड आइरहेछ अनि त्यसपछि मैले रिन्स गर्छु अनि यो रुममा चाहिँ अरू पनि पेन्टिङहरू छ है म देखाउँछु भेरी नाइस पेन्टिङ ओके हियर इज द पेन्टिङ हजुरहरूलाई थाहा छ भने कमेन्टमा लेखिदिनुहोस् कुन ठाउँको पेन्टिङ हो म गएको छुइनँ यो ठाउँमा सो आई डोन्ट नो अबाउट इट ओके सो पछाडि चाहिँ अब क्लिनिङ सक्यो पछाडि चाहिँ अर्को डक्टरलाई लिएर आयो अर्को डेन्टिस्टलाई अनि उनीहरू चाहिँ कुरा गर्दैछन् कि यसको कन्सिक्वेन्स चाहिँ के रहेछ भन्दा मेरो 4वटा क्याभिटी थियो पहिला हैन 2 वर्षसम्म चेकअप गर्न नआएपछि अहिले चाहिँ 6वटा क्याभिटी भयो हो क्यान यु इमेजिन 6वटा क्याभिटी Oh my god. So please तपाईहरुको डेन्टल चेकअपलाई केयरलेस नगर्नु होला टाइममा चेकअप गराउनु होला मैले चाहिँ यिनीहरुको सजेसनमा चाहिँ एउटा ओरल रिन्स पनि लिएको छु इलेक्ट्रिक वान सो आई होप इट वर्क गुड मैले रिभ्यूहरु पढेर मैले युज गरेको छुइनँ अहिलेसम्म म भिडियोको लास्टमा हजुरहरूलाई देखाउँछु हजुरहरूलाई पनि चाहिन्छ भने लिंकबाट लिन सक्नुहुन्छ र म फाइनली घर पनि आइसकेँ अनि मैले चाहिँ चाबी बिर्सेँ लाइक अलवेज त्यसपछि म चाहिँ आफैलाई कल गरेर अनि अपार्टमेन्ट भित्र र अघि मैले मेन्सन गरेको थिएँ नि इलेक्ट्रिक ओरल फ्रस्टर यो चाहिँ त्यही हो र मैले चाहिँ युज गरेको छुइनँ रिभ्यूहरु चाहिँ एकदम राम्रो भएर मैले लिएको र युज गरेपछि अर्को भिडियो बनाउँछु हजुरलाई चाहिन्छ भने लिंकबाट लिन सक्नुहुन्छ थ्यांक यू फर वाचिङ यु हैव अ गुड डे